नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जुन भगवानले वेणुवनमा उनै 6 वर्गीय भिक्षुहरूलाई भन्नुभएको थियो। त्यसमा भन्नुभएको छ, मनोपकोपम रक्षेय मनसा सम्भुतोषिया मनु दुच्चरितम हित्वा मनसा सुचरितम चरे। र पहिला काय र वचनको बारेमा भन्नुभएको थियो भने अहिले मनको बारेमा पनि सम्झाउनु भएको छ। भन्नुभएको छ, मानसिक दुराचारबाट बच, मानसिक संयम गर। मानसिक दुराचरण छोडी मानसिक सदाचरण गर। सबै कुरा मनबाट नै सुरु हुने हुँदाखेरि मनलाई संयम गर्नु अति नै आवश्यक रहेछ मित्रहरू। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।